नमस्कार तथा हार्दिक स्वागत छ कार्यक्रम अन्तर्यात्रामा। म सागर ताम्राकार। मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो आफ्नो FM 104.8 मेगाहर्ट्जको प्रस्तुति कार्यक्रम अन्तर्यात्रा लिएर आज हामी तपाईहरुमाझ आइपुगेका छौं। कार्यक्रम अन्तर्यात्रामा हामी विशेष गरी जीवनका कथाहरूलाई नजिकबाट बुझ्ने प्रयास गर्नेछौं। मानिसका बाहिरी सफलता भन्दा पनि भित्री संघर्ष, भावना र अनुभवहरूलाई तपाईहरुमाझ उजागर गर्ने प्रयास गर्नेछौं। जीवन सधैँ सरल रहँदैन। हरेक मुस्कान पछाडि एउटा कथा हुन्छ र हरेक सफलता पछाडि एउटा संघर्ष लुकेको हुन्छ। आज त्यही कथालाई सुन्न, बुझ्न र तपाईहरुमाझ साझा गर्नको लागि हामीले कार्यक्रम अन्तर्यात्रा लिएर आइपुगेका छौं। आजको पहिलो श्रृंखलामा हाम्रो माझमा हुनुहुन्छ युएन नेपालका म्यानेजर आदरणीय टेक ताम्राकार ज्यू। स्वागत छ कार्यक्रममा। धन्यवाद। विशेष गरी तपाई अहिले युएनमा हुनुहुन्छ। तपाईको सुरुमा बाल्यकाल कसरी बित्यो अनि कसरी यो ठाउँसम्म आइपुग्नु भयो? धेरै कुराहरु छ। मेरो विचारमा समय थोरै छ होला। मैले दुई तीनवटा कुराहरु मात्रै भन्छु कसरी यहाँ पुगे, अर्थात् मेरो बाल्यकाल कस्तो रह्यो भन्ने सन्दर्भमा। पहिलो महत्त्वपूर्ण कुरा के हो भने अब सामाजिक संरचनाको हिसाबले पनि हाम्रो समुदाय अलिकति पछाडि छ, अब भन्नु परेन। त्यसमाथि अर्को एउटा एकदमै जघन्य इस्यु चाहिँ के हो भने संरचनागत इस्युजहरु, संस्कृतिसँग जोडिया इस्युजहरु। मैले पढुन्जेल सायद त्यस्तो समस्या थिएन, तर मेरो बुवाले पढ्नै पाउनु भएन हैन। भने त्यो बेला कानुनत पनि मेरो विचारमा पढ्न निषेध गरिएको अवस्था चाहिँ थियो। यद्यपि अब कानुनमा स्पष्ट छ त्यो कुरा उल्लेख गरिएको चाहिँ थिएन, भेदभाव गर्नु हुँदैन भन्ने चाहिँ थियो, तर व्यवहारमा पढ्न पाउने अवस्था थिएन। आर्थिक हिसाबले, किनभने सामाजिक भेदभावको असर आर्थिक हिसाबमा पनि पर्छ, त्यो निसन्देह स्पष्ट कुरा चाहिँ हो। त्यहाँदेखि सबैको मारमा अब हामी सबैको बाल्यकाल बिते जस्तो चाहिँ मैले मान्छु। तर पनि अब मेरो चाहिँ बुवाको राजनीतिक साक्षरता, शैक्षिक एकाडेमिक भन्नाले योग्यता नभए पनि एकदमै दरिलो भनौँ न आत्मविश्वास भएको मान्छे, जसले बच्चा बच्चीहरूलाई कम्तीमा एउटा बाटोमा चाहिँ उहाँले अगाडि बढाउनुपर्छ भन्ने दृष्टिकोण उहाँले बोक्नुहुन्थ्यो। परिणाममा त त्यसले हामीलाई सहज चाहिँ भएको, पढ्नुपर्छ भन्ने दृष्टिकोण हामी सबै बच्चा बच्चीहरूमा थियो। अब कसरी भन्ने सन्दर्भमा बुवाले आफ्नो सङ्घर्ष गर्नुभयो, आफ्नो ठाउँमा छ, तर त्यो सङ्घर्षको पीडा हाम्रो दिमागमा चाहिँ परेन। मैले त्यो कुरा चाहिँ स्पष्ट उल्लेख गरेँ। दोस्रो कुरो, अब यो धार्मिकसँग जोड्नु खोजेको चाहिँ होइन, तर एउटा राम्रो इम्प्रेसन चाहिँ त्यो बेला टिम हस्पिटलमा भएको जमात, जो अमेरिकन प्राय बढ्ता चाहिँ थिए, त्यो जमातको प्रभाव पनि हामीमा परेको चाहिँ छ। भन्नाले शिक्षाको अर्को विकल्प छैन एउटा। दोस्रो, अमेरिकनलाई त अब कुन जातको भन्ने अर्थ थिएन, त्यसको प्रभावले पनि कम्ती मेरो जेनेरेसन, अब हामी एसएलसी गर्ने सायद त्यो बेलाको मेरो दाइ, त्यसपछि म हो, त्यसपछि मेरो बहिनी हो। बहिनीले अब उता के भन्छ धनगढबाट गर्यो। त्यहाँदेखि त्यो बेला अब त्यो कसैले परिकल्पना समेत गरेका थिएन। 2 दिन क्लास पढ्ने, 6-7 क्लास पढ्ने, छोड्ने, त्यो संस्कृतिलाई तोड्नलाई चाहिँ कम्तीमा त्यो इम्प्रेसनले काम गर्यो भन्ने लाग्छ। के लाग्छ तपाईको जुन बाल्यकालमा त्यस्तो घटना जुन अहिलेसम्म तपाईलाई याद छ? घटना थुप्रो छ, तर एउटा भन्नु पर्दा चाहिँ एउटा घटना कसरी भन्ने, मलाई त्यो एकदमै कसैलाई ब्लेम लाउनुपर्छ भन्ने त होइन, तर मेरो अब पढाइ पहिलेदेखि नै राम्रो हो, म तिखो मान्छे। मेरो बुवा चाहिँ सम्मान मैले अघि पनि भने जोगाउनुपर्छ भन्ने खालको दृष्टिकोण बोकेका मान्छे। अनि मेरो नाम टेक राज ताम्राकार थियो, तर मैले अन्तिममा जब होस आयो भनौँ न एकछिनलाई, एसएलसी फेस गर्दाखेरि चाहिँ त्यो थिएन। मेरो नाम ठ्याक्कै अर्को भएर आएको चाहिँ अवस्था थियो। टेक राम टमाटा भएर आइदियो। मेरो दाइको दान सिंह ताम्राकार थियो। पछाडि भन्नाले एकदमै फरक, जतिखेर नागरिकता हामीले लिने मौका चाहिँ पाएँ। कसरी सम्भव भयो पहिले ताम्राकार पछि? त्यही त, त्यो चाहिँ अब त्यही मैले अघि भने संरचनागत प्रभाव शैक्षिक प्रणालीमा पनि छ। प्रधानाध्यापकदेखि लिएर शिक्षकहरू त्यो बेलाका जो इन्भल्भ हुनुहुन्थे, यद्यपि उनीहरूले मलाई पूर्वाग्रहीपूर्ण तरिकाको ठ्याक्कै ट्रिटमेन्ट गरेको मलाई पर्सनल अनुभव छैन। तर अब नामै चेन्ज गर्ने प्रकारको जुन जमर्को भयो, त्यो चाहिँ कहिलेकाहीँ त्यो पीडा चाहिँ महसुस हुन्छ। अन्यथा किनभने त्यो नाममा के पो राखेको थियो र, ताम्राकार भने पनि त्यही हो, टमाटा भने पनि त्यही चाहिँ हो, राज र राम फरक गर्यो। मेरो दाइको त पुरै नामै चेन्ज गरिदियो। त्यहाँदेखि सर्वथा गलत क्रियाकलापहरू चाहिँ
हुन गयो। त्यो मेरो विचारमा अब दाइलाई पनि पीडा होला, मलाई पनि त्यो पीडा चाहिँ छ। तपाईँको जीवनमा तपाईँले जुन बाल्यकालदेखि अहिलेसम्म अहिले चाहिँ अब यो अवस्थामा हुनुहुन्छ, राम्रो अवस्थामा हुनुहुन्छ, त्यो बाल्यकालमा चाहिँ कस्तो किसिमको आर्थिक चुनौती तपाईँले भोग्नुभयो? आर्थिक हिसाबले चाहिँ अब सम्पन्न होइनौँ हामी, तर एकदमै विपन्न पनि होइनौँ। त्यो कुरा मैले चाहिँ लुकाउनुपर्छ भन्ने छैन। मेरो बुवा आफू सङ्घर्ष गर्नुहुन्थ्यो, तर बालबच्चाहरूलाई पढाउने सन्दर्भमा चाहिँ कहिलेकाहीँ त्यस्तो समस्या भएको मैले देखाएको छैन। म अब त्यस्तो भनौँ न अवस्थाको मान्छे काठमाडौँ गएर पढ्न सकेँ। मैले काठमाडौँ डिग्री गर्नुन्जेल पढेँ। फेरि आइएलदेखि डिग्री भने चाहिँ 7-8 वर्षको चाहिँ प्याकेज हो। 7-8 वर्षमा मैले आफ्नै पैसाले पढेँ, भन्नाले बुवाले आफ्नो तरिकाले सपोर्ट गर्नुभयो। त्यहाँबाट त्यस्तो आर्थिक पीडा त्यस्तो धेरै चाहिँ मैले बेहोर्नु परेन पर्सनली। तर अब बुवाको सङ्घर्ष चाहिँ अब को कारणले त्यो सब सम्भव भयो भन्नु पऱ्यो। बुवाले आफूले अब समस्याहरू भोग्नु भयो होला, तर हामीलाई चाहिँ त्यो समस्यासँग साक्षात्कार गराउने तपाईँले चाहिँ कस्तो किसिमको सङ्घर्ष चाहिँ गर्नुभयो तपाईँको जीवनमा? सङ्घर्ष त हेर यसो छ, सङ्घर्ष आवश्यक हुन्छ फेरि मान्छेको लाइफमा, नभए प्रगति हुँदैन। कारण मैले त्यसलाई कसरी व्याख्या गर्ने भन्ने मात्र प्रश्न हो। अब पढ्नलाई त के सङ्घर्ष भन्नु, त्यसैको लागि गइया हो होइन, पढ्नुपर्छ भन्ने दृष्टिकोण। खालि के भने अब त्यत्रो खर्च गरेर आएको छ, मैले पढाइ राम्रो तरिकाले गर्न सकेन, अर्थात् मैले भनौँ न भोलि पढेर फेरि समाजलाई केही योगदान दिन सकेन भने मेरो पढाइ कुनै अर्थ छैन भन्ने एउटा साइकोलोजिकली सधैँभरि दिमागमा चाहिँ आउँथ्यो। अरू सङ्घर्ष भने त त्यही अब कतिपय समाजसँग जोडिएका सङ्घर्षहरू, कतिपय अर्थसँग जोडिएका सङ्घर्षहरू सामान्य। किनभने मैले भन्ने गर्छु अरू साथीहरूसँग, मसँग पढाएका साथीहरू अब क्यान्टिनमा गएर खाने गर्थे या मलाई क्यान्टिन भन्ने मेरो कलेजमा छ भन्ने थाहा थिएन। किनभने भन्नाले अब त्यो हैसियत हामीले बोकेर गएन। सबैजना गाडी अब मोटर यादीमा आउने गर्थे, म चाहिँ हिँडेर आउँथेँ। मैले पौने घन्टा हिँडेर आउने, पौने घन्टा फर्केर जाने गर्थेँ। अब यसलाई म धेरै ठुलो सङ्घर्ष त भन्दिनँ, तर अरूको तुलनामा चाहिँ केही सङ्घर्ष त हो। अब बुकहरू, अब यहाँ सामान्य स्कुलमा पढाएको मान्छे त्यहाँ ठुलो फर्स्ट डिभिजन यादि राम्रो राम्रो अङ्क ल्याएका विद्यार्थीहरूसँग पढ्नु पर्थ्यो। उनीहरूसँग मनज्ञ बुकहरू हुने गर्थ्यो यादि, तर हामीसँग त फोटोकपी गरेर पढ्नुपर्ने अवस्था चाहिँ थियो। त्यहाँदेखि सामान्य सङ्घर्षहरू त थिए। तपाईँ एउटा कानुन विज्ञ पनि हुनुहुन्छ, कानुन पढ्ने निर्णय चाहिँ तपाईँले कसरी गर्नुभयो? अब त्यो बेला मेरो बुवा चाहिँ पढेको मान्छे धेरै कमै भेटिनुहुन्थ्यो। मेरो बुवा चाहिँ झगडिया हो। झगडिया भन्नाले अब आफै आफ्नो युवाकालमा एउटा घटनाबाट प्रभावित हुनुभयो। अब हाम्रै गाउँको मान्छेको घटना हो, म नाम चाहिँ भन्दिनँ। त्यसपछि बुवामा एउटा फरक खालको भन्नाले अब जिज्ञासा पैदा भयो। उहाँले कानुन वकिलहरूको भन्नाले सम्बन्ध बढ्ता भयो बुवासँग, न्यायाधीशहरूको सम्बन्ध बढ्ता भयो। सायद त्यसले पनि होला। बुवाले सधैँभरि भनौँ न पुलिसको कुरा गर्नुहुन्थ्यो, वकिलको कुरा गर्नुहुन्थ्यो। मेरो दाइ पुलिस भए, म चाहिँ वकिल भएँ। मैले अभ्यास पनि गरेँ। अब कुनै दिन त्यो बेलाको प्राइम मिनिस्टरलाई पनि च्यालेन्ज गरेर अदालतमा मुद्दा लगेँ। अहिले पनि यो त्यो रूपमा संयुक्त राष्ट्रसङ्घमा भए पनि अब कानुनकै क्षेत्रमा काम चाहिँ गर्छु। कारण यो सबै बुवाको ओरिएन्टेसन हो। म साइन्स पनि पढ्न सक्थेँ। मैले मेरो स्कुलमा टपै गरेर गएको, यद्यपि अब त्यस्तो फर्स्ट डिभिजन होइन। त्यो बेलाको राम्रै नम्बर हो त्यो। डणद्रा मान्छेलाई त्यति नम्बर भयो भने साइन्स पढ्न दिन्थ्यो त्यो बेला। तर मलाई चाहिँ के भने अब त्यो वकिल बन्नुपर्छ भन्ने मात्र दिमागमा आउने गर्थ्यो। सायद अब त्यसैले चाहिँ होला। विद्यार्थी जीवनमा तपाईँले सधैँ गर्दा तपाईँलाई कतिको कठिनाइ भयो जीवन जिउँदै गर्दा चाहिँ त्यो बेलाको? त्यो त मैले अघि अलिकति छुने प्रयास गरेँ। अब अरू त के कुरो भूगोल एकदमै टाढा, भाषाका कुराहरू पनि हुने गर्छन्। अहिले पो अब काठमाडौँबाट तपाईँको 8-10 घन्टा, मेरो 10-12 घन्टा यहाँबाट पुगिन्छ। त्यो बेला 5 दिन लगाएर जान्थ्यौँ हामी। म त फेरि डणद्राबाट होइन, धनगढीबाट। डणद्राबाट माइग्रेट भइसकेका थियौँ थोर बहुत। गाडी थिएन? गाडी थियो, तर अब इन्डिया भएर जानु पर्थ्यो। यता पुल बनाएको चाहिँ थिएन। हामी 4 दिन 5 दिन लगाएर काठमाडौँ पुग्ने गरिन्थ्यो। एउटा दोस्रो भाषिक समस्या। अब हाम्रो भाषा अहिले पनि अब नेपाली स्पष्टसँग बोले पनि हाम्रो त्यो शैली हो, त्यो चाहिँ फेरि फरक चाहिँ हुने नै गर्छ। अहिले समेत छ, मान्छेहरूले चिनिहाल्छन्। मैले पनि चिन्छु। बैतडीको डणद्रा मान्छे जतिसुकै काठमाडौँमा आजीवन बसेका मान्छे भए पनि चिनिहालिन्छ। त्यहाँबाट त्यो भाषाले गर्दाखेरि पनि मान्छेले अलिकति हेप्ने चाहिँ गर्ने गर्थे। तेस्रो समस्या चाहिँ के हो भने अब क्षमता, फरक क्षमता मान्छेहरू पऱ्यो। एकदमै भनौँ न अब यो स्वर्णिम वागले मभन्दा एक ब्याच सिनियर हो जस्तो लाग्छ। त्यो बेला भनौँ सिद्धार्थ बनस्थली A1 स्कुल हो। त्यहाँबाट पढाएको थुप्रो विद्यार्थीहरू मेरो क्लासमा पनि हुने गर्थे। उहाँहरूसँग मुकाबला गर्ने कुरा चान्सो नै थिएन। अनि यसलाई चाहिँ मैले चाहिँ सहज रूपमा लिएँ। मैले फेरि कुनै पनि भन्नाले IL, BL, मास्टर्स
अब सेकेन्ड थर्ड भन्दा तल भइन होला मैले पछि मास्टर्स त टपै पनि गरेँ। त्यहाँबाट चाहिने चाहिँ के रहेछ भने कमिटमेन्ट र इच्छा शक्ति हुन्छ नि त्यो एउटा भयो भने तपाईँले मुकाबला चाहिँ गर्न सक्नुहुन्छ। तपाईँले चाहिँ तपाईँको जीवनमा पहिलो कमाइको रूपमा चाहिँ के कुरामा चाहिँ काम गर्नुभएको थियो? मैले चाहिँ कलेज म वकिल पढे पनि मेरो चाहिँ पहिलेदेखि नै अब दिमागमा अर्को एउटा जिजीविसा भन्ने के भन्ने त्यो इच्छा शक्ति चाहिँ के थियो भने पढाउनुपर्छ भन्ने। म कलेजमा मास्टर्स गर्दा फर्स्ट इयर टप गरेँ, त्यसमा मलाई पढाउनु दियो। मैले मास्टर्सलाई नै मास्टर्सलाई नै पढाउँथेँ, टियुमै पढाउँथेँ। त्यहाँबाट मेरो चाहिँ त्यो बेला भन्नाले क्लासको 60 रुपियाँको दरले दिन्थ्यो, मैले 4वटा क्लास लिन्थेँ। अनि त्यो पैसा मलाई ठुलो पैसा जस्तो लाग्थ्यो भन्नाले, किनभने एक त पहिलोचोटि, दोस्रो आफूले चाहेको काम गरेर आएको पैसा भयो नि त, त्यसको मूल्य फरक हुन्छ। त्यहाँबाट त्यो मेरो अब आर्थिक हिसाबले थोरै हो तर त्यो ब्रेक थ्रु चाहिँ भयो मेरो जीवनको लागि। किनभने अहिले पनि अब कलेज युनिभर्सिटीमा पढाउनुपर्छ, तपाईँ आइदिनुपर्छ भनेर मान्छेहरूले भन्ने चाहिँ गर्छन्। अब म युएनमै भए पनि त्यो एउटा चाहिँ भनौँ न एउटा इम्प्रेसन चाहिँ दिएको छु। सुरुवाती दिनमा तपाईँले आफूलाई चाहिँ प्रमाणित गर्नुको लागि चाहिँ के सङ्घर्ष गर्नुभयो पोइन्ट वाइज भन्नु पर्दा चाहिँ? मैले त्यो सङ्घर्ष त धेरैचोटि त्यही कुराहरू आइहाल्यो। अब एउटा त मैले अघि भने भन्नाले आफूलाई अब त्यो अनुसारको तिखो बनाउनु पऱ्यो होइन, मेहनत गर्नु पऱ्यो। अनि दोस्रो कुरो भाषिक, मैले नेपाली भाषा मात्रै कुरा गरेँ होइन, अङ्ग्रेजी पनि अब हाम्रो पालामा 3 महिना पढाउँथेँ यहाँ स्कुलमा, अङ्ग्रेजी 12 महिनामा 3 महिना पढाउँथेँ। त्यो पनि अधकल्चो अङ्ग्रेजी सिकाइने गर्थ्यो। त्यो ओरिएन्टेसनबाट ब्रटअप भएको चाहिँ हो। तर अब भोलि युनिभर्सिटीमा जाँदा हेर्दा होइन, मेरो अब क्लासमा टिचर थिएन, त्यस कारण मलाई चाहिँ फरक तरिकाको अङ्ग्रेजी पढाउ भन्न सकिँदैन थियो। त्यहाँबाट अगेन कम्पिटिसनको कुरा, उनीहरूसँग मुकाबला गर्नु पऱ्यो, त्यसको लागि आफूलाई तयार गर्नु पऱ्यो अनि पढ्नु पऱ्यो। त्यो पढ्नुको अर्को विकल्प थिएन। अब सङ्घर्ष भने त्यसरी चाहिँ आफूलाई प्रिपेयर गर्नु पऱ्यो, त्यही नै सङ्घर्ष हो भन्ने लाग्छ। त्यसको लागि भनौँ न धेरै अब समयदेखि लिएर स्रोत खर्च गर्नुपर्ने अवस्था चाहिँ हुने गर्थ्यो। तपाईँले चाहिँ विशेष गरी यो मानव अधिकार र सुशासन क्षेत्रमा काम गर्न चाहिँ किन रोज्नुभयो यो कुरा चाहिँ? एउटा त म कानुनकै विद्यार्थी भएर पनि होला। अब कानुन भने मानव अधिकारसँग पनि जोडिन्छ, सुशासनसँग पनि जोडिन्छ, जवाबदेहितासँग जोडिन्छ। दोस्रो, मैले अब प्रतिनिधित्व गर्ने मेरो समाज, मेरो समुदाय, मेरो जात। अब अहिलेसम्म पनि तपाईँहरूले भोग्दै आएको अवस्था छ। यद्यपि नयाँ सरकारले राष्ट्रिय क्षमायाचना गर्ने कुरा पनि गरेको चाहिँ छ, तर पनि मान्छेमा त्यो दृष्टिकोण, मान्छेको दिमाग, मान्छेको व्यवहार र मान्छेको प्रवृत्तिमा खासै परिवर्तन मैले देख्न पाएको चाहिँ छैन। अनि त्यसलाई कसरी सम्बोधन गर्ने, त्यो सम्बोधन गर्नलाई त भन्नाले कि पोलिसी बन्नु पऱ्यो, त्यसको कार्यान्वयन हुनु पऱ्यो, त्यसको चाहिँ भन्नाले कार्यान्वयन भएको छ कि छैन भनेर अनुगमन गर्नु पऱ्यो। त्यसको लागि यो सुशासन कानुन क्षेत्रमा काम गर्नुको विकल्प छैन। तपाईँ कानुन विज्ञ हुनुहुन्छ, नेपालको कानुनमा चाहिँ के चाहिँ समस्या लाग्छ तपाईँलाई चाहिँ? अहिले थुप्रै विज्ञहरूले चाहिँ धेरै समस्याहरू देखाइराखेका हुन्छन्। होइन, कानुनमा समस्या भन्दा पनि कानुनको प्रयोग भएन भने समस्या सुरु हुन्छ। कानुनहरू थुप्रो छन्, कानुन नभएका ठाउँ सायदै कम छन्, तर त्यसको प्रयोग भएको छैन, त्यसको कार्यान्वयन भएको छैन, त्यसको जानकारी हामीले पाउन सकेका छैन। ठुलो समस्या त्यो कानुन बन्नु समस्या होइन, कानुनको अपर्याप्तता समस्या होइन, समस्या चाहिँ कानुनको कार्यान्वयन हो। कानुनको कार्यान्वयनको सन्दर्भमा चाहिँ अब निजामती कर्मचारी अर्थात् सार्वजनिक प्रशासनदेखि लिएर राजनीतिक नेतृत्व र जनताको पनि भूमिका हुन्छ। हामीले राज्यबाट धेरै आशा गर्ने, आफू चाहिँ कानुनको परिपालना नगर्ने परिपाटी हामीसँग धेरै हुन्छ। एकछिनलाई महिलासँग सम्बन्धित लैङ्गिक विभेद गर्नु हुँदैन भनेर कानुनले उल्लेख गरे, मैले नगरे त भोलिदेखि सकियो त, समस्या सकियो त, तर मैले गरिरहेको हुन्छु। यहाँ समाजमा तपाईँ हामी आफ्नै भूमिकालाई हामीले आङ्कलन गर्न सकेका छैनौँ। हामीले राज्यले सब कुछ गरिदेला भन्ने तपाईँ हाम्रो दिमागमा आएर त्यो सफ्टवेयर फिट गरे जस्तो त हुँदैन, सम्भव हुँदैन। त्यहाँबाट हाम्रा जनताहरूले पनि सोच्नुपर्ने के हो भने हामी पनि परिवर्तन हुनु पऱ्यो, हामीले राज्यलाई सपोर्ट गर्नु पऱ्यो भन्ने दृष्टिकोण चाहिँ नभएको हो। कानुनको कमजोरी होइन, तर तपाईँ हाम्रा व्यवहार, तपाईँ हाम्रा संस्कृति, तपाईँ हाम्रा इच्छा शक्ति र तपाईँ हाम्रो अलिकति हुन्छ नि त्यो भन्नाले राज्यलाई सपोर्ट नगर्ने प्रकारको जुन जिज्ञासा, के अरे जिजीविसा, जुन प्रकारको प्रणालीगत समस्या छ, त्यो चाहिँ ठुलो इस्यु हो भन्ने लाग्छ। विशेष गरी चाहिँ अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गर्दै गर्दा चाहिँ नेपाललाई चाहिँ कसरी हेर्ने गरिन्छ? पहिलो कुरा संयुक्त राष्ट्रसङ्घ भने अन्तर्राष्ट्रिय संस्था भन्दा पनि यो न त एनजिओ न आइएनजिओ हो, यो चाहिँ सबै देशहरूले बनाएको एउटा संयन्त्र हो होइन। अब हाम्रो संयुक्त राष्ट्रसङ्घको एउटा
सिद्धान्त के हो भने सबै राज्य चाहे इन्डिया होस्, चाहे अमेरिका होस्, चाहे युरोप होस्, चाहे नेपाल होस्, सबै बराबर हो भन्ने हुन्छ। हुनाले सबै सार्वभौमसत्ता मुलुकहरू हो, त्यहाँ सबैलाई सपोर्ट गर्नुपर्छ भन्ने हुन्छ एउटा। दोस्रो अब हाम्रो दृष्टिकोण अब अहिलेसम्मको वर्षौँ काम गरे अनुभवको आधारमा के चाहिँ भन्न सकिन्छ भने नेपालमा धेरै कुराहरूका धेरै कामका परिवर्तनहरू भएका छन्। धेरै परिवर्तनहरूको हामीले भन्नाले इतिहास देख्यौँ, अहिलेसम्म साँची भएर आएको अवस्था चाहिँ छ। तर परिवर्तनलाई हामीले दिगो बनाउन सकेनौँ। हामीले लोकतन्त्र ल्यायौँ, हामीले भनौँ न अब सङ्घीयता ल्यायौँ, अब हामीसँग मानव अधिकारका थुप्रो संयन्त्रहरू चाहिँ छन्। गणतन्त्र ल्यायौँ होइन, धेरै सहजैसँग गणतन्त्र सबै कुराहरू सहजै भएको अवस्था देखिन्छ। तर कागजमा मात्रै सीमित चाहिँ रह्यो, हामीले त्यसलाई व्यवहारमा उतार्न सकेनौँ। कारण हामीसँग धेरै कुराहरू हुँदाहुँदै पनि केही पनि नभए जस्तो पनि अनुभूति हुन्छ। कारण युएनको बुझाइ चाहिँ के हो भने हामीसँग भएका जुन कुराहरू छन् त्यसलाई भरसक एकदमै भरयोग्य प्रकारले कार्यान्वयनमा ल्याउन सक्नु पर्यो, त्यो अनुसार काम गर्न सक्नु पर्यो, अनि विकास सम्भव छ भन्ने नै हाम्रो आङ्कलन। तपाईँले यो समुदायबाट यो युएनसम्म पुग्दै गर्दा थुप्रै किसिमको सङ्घर्ष गर्नु भएको छ। तपाईँलाई कहिले जीवनमा हार्नुपर्छ भन्ने किसिमको त्यो क्षण आयो? मैले अब हार मानिसकेँ भन्ने किसिमको क्षण आयो? अब त्यो त समय फेरि पनि बाँकी छ। म त्यस्तो एकदमै भनौँ न बुढेसकालमा सन्यास आश्रममा अहिलेसम्मको हकमा हेर्दा चाहिँ मेरो विचारमा त्यस्तो मलाई कहिले पनि लागेन। फेरि अब फेरि त्यस्तो ठुलो उपलब्धि पनि हासिल गरे जस्तो पनि लागिसकेको छैन होइन। धेरै कुराहरू सङ्घर्षमै हुन्छ। मान्छे त्यो तल कोमामा मसान घाटमा जान्जेलसम्म सङ्घर्षमा जुधिरहने प्राणी हो होइन। तर अब एउटा कुरा चाहिँ के हो भने हामीले अब हाम्रो लागि मात्रै जिउने होइन, त्यो कुरा चाहिँ अन्यभन्दा हामी फरक हो। अन्य भन्नाले एउटा भनौँ न ठुलो सामाजिक चाहिँ व्यवस्थाबाट जन्मेको, सामाजिक भनौँ न मूल्य मान्यतामा ब्रोटअप भएको कम्युनिटी र हामी जो सीमान्तकृत भएर बस्यौँ राज्यकै कारणले हो। अब उनीहरूले आफूलाई मात्र हेरे पुग्यो, आफ्नो व्यक्ति, आफ्नो परिवार, आफ्नो दाइ भाइ आदि मात्रै हेरे पुग्यो। तर हामीले त हाम्रो सम्पूर्ण समुदाय हेर्नुपर्ने हुन्छ। कारण अब त्योतिर चाहिँ अब कति सक्रियतापूर्वक लाग्न सकिन्छ सकिँदैन त्यसलाई चाहिँ कहिलेकाहीँ च्यालेन्जको रूपमा लिने गर्छु मैले। कारण हाम्रो ब्रोटअप र हाम्रा कमिटमेन्टहरू फरक हुनुपर्छ भन्ने चाहिँ लाग्छ। तपाईँलाई जिन्दगीमा, तपाईँको जीवनमा सबैभन्दा प्रेरणा चाहिँ कोबाट चाहिँ मिल्छ? मेरो बुवाबाट हो। प्रेरणाको स्रोत मेरो आफ्नै बुवा। जीवनको तपाईँको टर्निङ पोइन्ट पनि अब बुवाकै एस्पिरेसन हो, इच्छा आकाङ्क्षा हो। मेरो बुवाले जमानामा राजनीति पनि गर्नुभयो, जमानामा त्यत्रा मुद्दा मामिलामा सहज तरिका लडाइँ पनि लड्नुभयो। अनि अब मेरो गाउँमा कतिपय भनौँ न विकासका संरक्षणमा बुवाले भोगेका समस्याहरू मैले बच्चा भए पनि मैले नजिकबाट देखाएको चाहिँ छु। कारण धेरै कुरा सिक्ने पनि बुवाबाटै हो हामीले चाहिँ, र त्यो उत्प्रेरणा पनि बुवाबाटै पाएको चाहिँ हो। त्यहाँदेखि त्यति कुराहरू कहिलेकाहीँ हामीले दिमागमा राखेर मेरो परिवार राखेर मात्रै अगाडि बढ्न सक्यौँ भने पनि मेरो विचारमा धेरै कुराहरू, किनभने प्रयोगशाला भने परिवार हो कि हामीले कहिलेकाहीँ त्यो हेर्दैनौँ। फेरि शिक्षा भने सर्टिफिकेट मात्र होइन नि त। तर त्यस्ता कुरा हामीले विश्लेषण गर्न सक्दैनौँ। तर त्यो कस्तुरी भन्छ नि, कस्तुरीको बिना कस्तुरीसँगै हुन्छ, तर उसले चाहिँ घुमेर फिरेर खोजिरहेको हुन्छ। त्यो समस्या चाहिँ नेपालमा प्रायः छ हामीसँग। अब देशकै हिसाबले पनि देश सुन्दर छ, सबै कुरा हामीसँग छ। मैले एकचोटि स्विजरल्यान्डको एम्बेसडरसँग यहीँ आउने मौका पाएको थिएँ। अनि उसले भन्थ्यो, टेक तिमी स्विजरल्यान्ड धेरैचोटि गएको छौ, म त त्यहीँको मान्छे भइगएँ। नेपाल स्विजरल्यान्डभन्दा चाहिँ प्राकृतिक हिसाबले धनी छ, तर तिमीहरूको चाहिँ भनौँ न व्यवस्थापन हुन सकेन भन्ने थियो। भन्नाले हामीसँग सबै कुरा छ, तर हामी खोज्दै हिँडिरहेको छौँ। हामीसँग यो पनि छैन, त्यो पनि छैन भन्ने प्रकारले आफैलाई भनौँ न एक खालको आत्मग्लानि गर्ने प्रकारको अभ्यास हामीसँग छ। त्यो चाहिँ वास्तवमा सम्बोधन गर्नुपर्छ। हामी सेल्फ कन्फिडेन्स चाहिँ पहिले हुनुपर्छ। अहिले थुप्रै युवा छन्, तर थुप्रै युवा चाहिँ विदेश पलायन चाहिँ भइरहेको हामी देख्न सक्छौँ। यसबारे तपाईँको धारणा? होइन, विदेश जानु अपराध होइन। विदेश चाहिँ विभिन्न हिसाबले जानु पनि पर्छ, किनभने एक्सपोजरको लागि र नयाँ कुरा सिक्नुको लागि विदेश जानु आवश्यक छ। तर बाध्यात्मक तरिकाले गएको विदेशलाई चाहिँ राज्यले बिस्तारै मेरो विचारमा सम्बोधन गर्दै लानुपर्छ। त्यो स्किल, त्यो इनर्जी, त्यो जीवनशैली भनौँ न युथसँग वर्ता हुने गर्छ, युवासँग। उनीहरूलाई हामीले राज्यको विकासको यो मूल प्रभावीकरणमा, त्यो मार्गदर्शनमा भनौँ न परिचालन गर्न सकेनौँ भने
हामीले भोलि अपेक्षा गरेको परिणाम आउन सक्दैन। त्यहाँदेखि युथको म्याक्सिमम परिचालन हुनु बहुत आवश्यक छ। तर यो फेरि अब तपाईँ हामीले आज सोचेर भोलि हुने कुरा पनि होइन। राज्यको स्रोत साधन, राज्यको ओभरअल विकाससँग जोडिन्छ। भोलि उद्योग धन्दाको कुरादेखि लिएर आत्मनिर्भर कृषि प्रणाली यावत कुराहरू सँगसँगै हिँड्न सक्यो भने मेरो विचारमा युथहरू गएका युथहरू फर्किन्छन्, उनीहरूसँग भएको सिपको हामीले प्रयोग गर्ने मौका पाउँछौँ र कतिपय युथहरू जो भन्नाले एस्पायरिङ छन् उनीहरू नेपालमै बसेर कन्ट्रिब्युट गर्छन्। तर अब यहाँ सर हेर्दाखेरि हामीले इम्प्लोइमेन्ट हेर्छौँ, हामी निरपेक्ष तरिकाले हेर्छौँ क्या। हामीले यसलाई चाहिँ सापेक्षित तरिकाले अर्थात् अन्य इस्युसँग जोडेर हेर्नु चाहिँ पर्छ। अब डिग्री गरेको छ तर नलेज छ, स्किल छैन, अनि त्यसको डिग्रीले खासै अर्थ लाग्दैन। अब शिक्षा प्रणालीमा पनि हाम्रो कता कता कमी कमजोरी देखिन्छ, जसले उत्पादकत्व दिन सकेन, उत्पादक नागरिक बनाउन सकेन। त्यहाँनिर धेरै कुराहरू यदि वैदेशिक रोजगारमा परिस्थितिजन्य तरिकाले जाने मानसलाई तपाईँ हामीले सम्बोधन गर्ने हो भने हामीले अन्य विभिन्न कुराहरूलाई चाहिँ सल्टाउनु बहुत आवश्यक हुन्छ। विशेष गरी तपाईँले चाहिँ सङ्घर्ष धेरै गर्नुभएको छ। अहिलेको तपाईँ र पहिलेको तपाईँमा कतिको फरक पाउनुहुन्छ? केही पनि फरक छैन। पर होइन भन्नाले अब शिक्षा यी आदि कुरा आफ्नो ठाउँ भयो, तर भनौँ न अब अन्य कुराहरू त अब मेरो भोगाइ यी आदिबाट सिकेका कुराहरूलाई कसरी सम्बोधन गर्ने, अब कसरी चाहिँ त्यसलाई मेरो जेनेरेसन, मेरो सन्ततिहरूलाई ट्रान्सफर गर्ने भन्ने कुरा भन्नाले अन्डर वे छ। मैले त्यो जम्मै गर्न सकेका चाहिँ छैन, त्यो एउटा पाटो हो। दोस्रो कुरो अब हाम्रा फेरि पनि नयाँ सन्तति, नयाँ चाहिँ युवतीहरूले जुन समस्या हामीले भोग्ने गर्थ्यौँ त्यो समस्याबाट अलिकति समाधान खोज्ने प्रकारको हुन्छ नि। अब एउटा व्यक्तिको हिसाबले, एउटा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमसँग जोडिएको हिसाबले र एउटा न्यायको क्षेत्रमा काम गर्नेको हिसाबले पनि कतिपय भनौँ न कुराहरू हामीसँग छन्, तर अब अपर्च्युनिटी छैन त्यो अनुसारको। सायद अब राज्यमा जानु पाए भए, फेरि यो राजनीतिक हिसाबले मात्रै पनि भन्न खोजे होइन, म त न्यायमा जान सक्ने हैसियत पनि राख्ने मान्छे हो। विभिन्न हिसाबले सायद अब त्यो वातावरण भए भए धेरै कन्ट्रिब्युट चाहिँ गर्न सकिन्थ्यो भन्ने लाग्छ। अन्यथा अब ठिकै छ, यस्तै हो लाइफ। हुन्छ, अब हामी कार्यक्रमको अन्तिमतिर पनि छौँ, अन्तिमतिर छौँ। विशेष गरी तपाईँले जीवनलाई फेरि सुरु गर्ने मौका पायो भने चाहिँ के चाहिँ बदल्नुहुन्थ्यो? एउटा व्यक्तिले के परिवर्तन गर्न सक्छ, तर एउटा चाहिँ के हो भने आफू जस्तै एउटा के भन्छ त्यो बोनाफाइड भन्छ अङ्ग्रेजीमा, सकारात्मक नागरिक बनाउनुको लागि तपाईँ हामीले घरबाटै सुरु गर्नुपर्छ। सबैले राज्यलाई च्यालेन्ज मात्रै गर्ने, यो भएन त्यो भएन मात्रै भन्ने प्रकारको एकदमै नकारात्मक भाष्य जो अहिले धेरै चाहिँ यत्र तत्र हामी देख्छौँ, जहाँ आशा पनि कता कता मरेर गए जस्तो देखिन्छ। त्यो चाहिँ विडम्बना हो। त्यसलाई चाहिँ हामीले वास्तवमा प्रश्रय दिनु हुँदैन। हामीले आशा जगाइराख्नुपर्छ, आत्मविश्वास बनाइराख्नुपर्छ, राज्यलाई सकेको ठाउँमा सपोर्ट गर्नुपर्छ। राज्य एउटा नागरिकै हो, नागरिक स्वयंले राज्य बनाउँछ। कारण हामी एकाङ्की हुनु हुँदैन। अब त्यसमा चाहिँ व्रत हस्तक्षेप गर्थ्यो भन्ने लाग्छ। तपाईँको जीवनलाई एक वाक्यमा भन्नुपर्दा के भन्नुहुन्छ? जीवन सङ्घर्ष हो नि, अघि बढिहाल्यो। सक्सेस तपाईँको लागि वास्तवमा के हो? एक शब्दमा। सक्सेस सबैको लागि महत्त्वपूर्ण वस्तु हो। तपाईँको जीवनको अनटोल्ड स्टोरी के हो जुन चाहिँ कसैलाई थाहा छैन? त्यस्तो केही पनि छैन, तर मेरो आफ्नै भनौँ परिवेश हो भन्ने लाग्छ। हुन्छ, अब हामी अन्तिम राउन्डमा छौँ। यो चाहिँ क्विक राउन्ड हो। तपाईँले एउटा चाहिँ सोच गर्नुपर्ने हुन्छ, त्यसलाई व्याख्या चाहिँ गर्न पाउनुहुन्न। गाउँ कि सहर? मलाई त गाउँ मनपर्छ। सङ्घर्ष कि सफलता? सङ्घर्षबाट सफलता आउँछ। किताब कि अनुभव? दुइटै महत्त्वपूर्ण छ। लिडरसिप कि टिमवर्क? लिडरसिप टिमवर्क बिना सम्भव छैन। नेपाल कि विदेश? नेपाली हो, नेपाल मन पराउनु पर्यो। कानुन कि राजनीति? कानुन र राजनीति दुईवटा सिक्का, के अरे एउटा सिक्काका दुईवटा पाटा। इमोसन कि लजिक? दुइटै आवश्यक छ। पैसा कि सम्मान? सम्मान। डिसिप्लिन कि ट्यालेन्ट? अनुशासनले डिसिप्लिन निम्ताउँछ। धन्यवाद। अनुशासनले ट्यालेन्ट निम्ताउँछ। हस्, थ्याङ्क यू सो मच।